नमस्कार। म यो भिडियोमा नेपाल सम्बन्धी केही प्रश्न र उत्तरहरू लिएर आएको छु। कुनै कुराहरू नमिल्न सक्छन्, यसको आन्सर यो हो भनेर तल कमेन्ट बक्समा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो भिडियोमा यस्तै कुराहरू लिएर आइरहनेछु। यी प्रश्न र उत्तरहरू यस प्रकार रहेका छन्। 1 नम्बरमा छ, नेपालको प्रमुख पर्यटकीय क्षेत्र वा सहर कुन हो? यसको उत्तर रहेको छ पोखरा। 2 नम्बरमा छ, नेपालको सबैभन्दा पवित्र स्थान कुन हो? यसको उत्तर रहेको छ पशुपतिनाथ मन्दिर। 3 नम्बरमा छ, नेपालको सबैभन्दा सफल साहित्यकार को हुन्? यसको उत्तर रहेको छ लक्ष्मीप्रसाद देवकोटा। 4 नम्बरमा छ, नेपालको सबैभन्दा लामो समयदेखि सेवा गरेको सङ्घ कुन हो? यसको उत्तर रहेको छ नेपाल रेड क्रस सोसाइटी। 5 नम्बरमा छ, नेपाललाई कति प्रदेशमा बाँडिएको छ? यसको उत्तर रहेको छ 7 प्रदेशमा। 6 नम्बरमा छ, नेपालमा पहिलो बोर्डिङ स्कुल कहाँ खोलिएको थियो? यसको उत्तर रहेको छ दार्जिलिङमा। 7 नम्बरमा छ, नेपालको सबैभन्दा महत्त्वपूर्ण कृषि उत्पादन के हो? यसको उत्तर रहेको छ धान। 8 नम्बरमा रहेको छ, नेपालको प्रमुख पारम्परिक पोसाक के हो? यसको उत्तर रहेको छ दौरा सुरुवाल र गुन्यु चोली। 9 नम्बरमा रहेको छ, नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान कहाँ छ? यसको उत्तर रहेको छ कीर्तिपुर। 10 नम्बरमा रहेको छ, नेपाल गोल्ड कप कुन खेलमा प्रदान गरिन्छ? यसको उत्तर रहेको छ घोडा दौड। 11 नम्बरमा रहेको छ, गौरीशङ्कर हिमाल कुन जिल्लामा पर्छ? दोलखा जिल्लामा पर्दछ। 12 नम्बरमा रहेको छ, पहाडी प्रदेश कति उचाइमा रहेको छ? यसको उत्तर रहेको छ 610 मिटरदेखि 3300 मिटरसम्म उचाइमा रहेको छ। 13 नम्बरमा रहेको छ, मानिसको शरीरमा सबैभन्दा ठुलो अङ्ग कुन हो? यसको उत्तर रहेको छ छाला। 14 नम्बरमा रहेको छ, भारतमा पुगेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ? यसको उत्तर रहेको छ घागरा। 15 नम्बरमा रहेको छ, महाकाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ? यसको उत्तर रहेको छ शारदा नदी। 16 नम्बरमा रहेको छ, महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ? महाकाली। यसको उत्तर रहेको छ महाकाली। 17 नम्बरमा छ, फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ? यसको उत्तर रहेको छ बराहको मन्दिर। 18 नम्बरमा रहेको छ, नेपालको कुन तालको आकार गुलेली जस्तो छ? यसको उत्तर रहेको छ सेफक्सुन्डो ताल। 19 नम्बरमा रहेको छ, मानिसको शरीरमा कति प्रतिशत पानी हुन्छ? 60% हुन्छ। यो भिडियोमा यति नै। फेरि अर्को भिडियोमा भेटौँला। यो भिडियोमा कुनै कुराहरू मिलेनन् भने तल कमेन्ट बक्समा यसको आन्सर यो हो भनेर राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो च्यानलमा यस्तै कुराहरू लिएर आइरहनेछु। च्यानललाई सब्स्क्राइब गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
फेरि अर्को भिडियोमा भेटौँला। हस्त, नमस्ते।